सबैभन्दा भिन्न तिमी सबैभन्दा बेग्लै याद आउँछ तिम्रो जब हुन्छु म नि एक्लै तिम्रो लागि आज यो गीत पनि लेख्दै पागल जस्तो बस्दै गर्छु तिम्रो तत्त्व हेर्दै एकदमै दामी तिमी अति नै राम्री मुस्कुराउँदै हेर्ने मलाई तिम्रो त्यो बानी सपनीमा घुमी बस्छ जली वरिपरि तिमी मेरो बढी भनिदिन्छु घरिघरि कोही छैन अघि मेरो कोही छैन पछि आज मात्र होइन माया गर्छु सधैँभरि तिमी प्रति मेरो माया कहिले हुन कमी सायद यो गीत सुन्दैछौ नि तिमी पनि वेलकम ब्याक गाइज सो फेरि पनि तपाईँलाई स्वागत छ आजको न्यू ब्लगमा सो गाइज आज म फेरि पनि पेवातर्फ लागिरहेको छु त्यहाँनिर चाहिँ बिजुलीको उद्घाटन आज हुनेवाला छ होइन कुहिरेहरूले आज गरिदिने अरे सो तपाईँले यता ब्याकग्राउन्डमा देखिराख्नु भएको छ बाटोको गति एन्ड दिस यस्तो पाहाड बाटोबाट हिँड्नुपर्ने हुन्छ है सो लेट्स गेट ए कहाँसम्म पुग्छ आजको दिनमा है सो गाइज त्यही हो त्यो गाइज होइन हामी चाहिँ अब लगातार रूपमा त्यो पनि पैदलमा हामी हिँड्नुपर्ने हुन्छ लगभग लाग्छ होला 5-6 घन्टा जति होइन माथि पुगेर फेरि यस्तै बाटो भएर फेरि फर्किनु पर्ने हुन्छ एकदम गाह्रो छ है तै पनि हामी लागि परेर गइरहेको छौँ कुहिरेहरूको फेरि भिसा सकेछ क्या भिसा नसकेको भए त हुने पनि थियो होला अहिलेसम्म त्यस भएर चाँडो गर्नुपर्ने हुने त्यही भएर उद्घाटन हान्न हामी चाहिँ लागिरहेछौँ सो उद्घाटन खाइन्छ होइन त्यही हो अनि आइन्छ हल्का कालो तार जोड्नु पनि बाँकी नै छ त्यही हो गाइज लाइफ इज जर्नी ट्राभल गर्दा हुन्छ हाम्रो चाहिँ होइन लेट्स गो है त्यही हो गाह्रो छ है गाह्रो नै पसिना बगाउनु पर्छ होइन हजुर पुरा पसिना बगाउनु पर्छ गाह्रो छ द्याट इज बेटर अफ लाइफ जति हामीले पसिना बगाउँछौँ हाम्रो जीवनको लागि सबैभन्दा राम्रो कुरो हो क्या त्यो एकदम सही सो गाइज तपाईँ ब्याकग्राउन्डमा सुन्नु सक्नुहुन्छ तपाईँ चराहरू कराइरहेछ आनन्द लिनुहोस् अब तपाईँहरूले सुनेर होइन यस्तो हल्का आनन्द मनलाई शान्ति लिनुहोस् है त्यो हो गाइज यो चाहिँ माथितिर लेक साइडतिर चाहिँ फेरि यस्तो बवाल पोखरीहरू पनि छ कि गाइज दुध पोखरी भन्ने है सो बाइट गाइज त्यो ठाउँ चाहिँ एकदम बवाल छ तर त्यति चर्चामा छैन त्यो अलिक विकट ठाउँ हो है त्यही भएर तपाईँहरू आउनु चाहनुहुन्छ भने 1 घन्टा जति लाग्छ हाम्रो ठाउँबाट बवाल छ यो भने नि मैले यो साइडतिर यो माथिको लेक साइडतिर चाहिँ दुध पोखरी भन्नेहरू बोमरिङ पोखरी भन्नेहरू त्यही हो बवाल छ कि आउनुहोस् होइन र इन्जोय लिनुहोस् है त ल चाहिँ गाइज हेर्नुहोस् अलि बढेछ नि त अलिकति स्वच्छ पानी छ गाइज यो अस्ति गएको म पहिला यो हो त म पा मार्नु गएको
ल त साथीभाइहरू फाइनली हामी सिलपट आइसकेको छौँ भेना र म यस आइएम यहाँको मान्छेहरू चाहिँ अहिले बिजुली आएर एकदम इन्जोय लिइरहेको छ सो खुसी लाग्यो है बिजुली आएर एकदम खुसी रहेछ हर्षित रहेछ भन्ने मलाई लाग्यो है त्यो गाइज अब यो ठाउँलाई पनि हामीले छोड्नुपर्ने हुन्छ यो ठाउँमा अब एकछिन हल्का बिसाएर फेरि जानुपर्ने हुन्छ है ल त्यो साथीभाइहरू हामीले वाचिप्पा हानेर हल्का अर्ग्यानिक वाचिप्पा हानेर होइन टक्क अब चाहिँ फेरि यो सिलपटलाई चाहिँ हामीले छोड्दै पेवातर्फको बाटो लागिसकेको छौँ अब पेवामा हामी भेटौँ छ अझ चाहिँ ड्यामै स्थापित गर्ने हो कामलाई है पेवा पुगेर पनि हामी अब 66तिर लाग्दैछौँ है त फाइनली हामी चाहिँ अहिले 66तिर आइसकेको छौँ के हुन्छ आजको दिन अब फाइनली अब हामी चाहिँ अब कहाँ जाने हो भेना अब हामी चिसो नखाने केही नखाने चिसो के छ चिसोको व्यवस्था छैन खाजा खाएर ओ केटा तिर्तीको भाइ होइन तिमी त ठिक छ केटा ठिक छ नि यहाँनिर आज चाहिँ हल्का यहाँ के अरे बिजुली उद्घाटन छ गाइस त्यही भएर मान्छेहरू टन्नै छ आज दिन स्थगित बिजुली हुनेवाला छ त्यही हो यता मेरो अशोक भाइ जस्तो छ हो ठिक छ ल यहाँनिर चाहिँ के उद्घाटन अरे केटा यो बिजुलीको ठिक 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 कुहिरहेर यहाँ छ है केटा हो ल दर्शक बिनहरू यता पनि टन्नै छ मान्छे साथीभाइहरू त्यही हो अब यहाँ चाहिँ हामी हल्का खानासाना खाएर चाहिँ लाग्नुपर्ने हुन्छ त्यही भएर खानाको लागि हामी बसिरहेछौँ त्यही हो यता छ भेना चस्मा टक्कसँग लगाएर त्यही हो है अब भरे भेटौँला ल है त साथीभाइहरू हामी चाहिँ अब उद्घाटन गरेर पनि उद्घाटन खाएर पनि अब चाहिँ फेरि पनि घरतर्फ लागिरहेछौँ भान्सा बाबुहरूसँग होइन सो यो विदेशीहरूलाई चाहिँ 143 हाउसेसको लागि चाहिँ बिजुली उत्पादन हुने खालको त्यति घरलाई चाहिँ उनीहरूले बनाएको रहेछ र एकदम अहिले कुनै चाहिँ सकेको छैन त्यही हो अब चाहिँ हामी यहाँदेखि खाएर पनि हामी लागिसकेको छौँ बाटो कस्तो हुन्छ अबको यात्रा कारमोराङसम्मको है त यो केटा दुईजना हिँडिरहेछ यहाँनिर उफ यसै हिँड्छ खुच्च्याएर ल त यस्तै छ है हेलो भन त हेलो हेलो भन त भान्जा हेलो वेलकम ब्याक भन त भन न सो गाइज फाइनली हामी चाहिँ अब बिच बाटोमा आइपुगेको छौँ कारमोराङ पुग्नु नै आँटेको छ यता अब हल्का यहाँनिर उनीहरू चाहिँ लड्यो भने फेरि सखप हुने खालको ठाउँहरू छ कुनै त्यही भएर अलि हल्का होसियारपूर्वक पनि हिँड्नुपर्ने हुन्छ यो ठाउँतिर चाहिँ त्यही हो हल्का हामी चाहिँ अब यहाँ एउटा खोला छ सानो त्यही भन्ने ठाउँमा चाहिँ आइपुग्नु आँटिसकेको छौँ है हावा चाहिँ सरर चलिरहेछ त्यही हो है चौरी आउँदो रहेछ गाई चाहिँ यहाँनिर चाहिँ चौरी गाई चाहिँ यहाँनिर भारी बोकिरहेको छ बच्चा नि रहेछ त चौरीको गाई जस्तै रहेछ नि त्यसलाई क्रस गरेर बनाएको जस्तै छ रित्तै हिँडेको छ रित्तै ल
हो त गाइस फाइनली हामी चाहिँ गाउँ आइसकेको छौँ त्यो अब चाहिँ हामी गाउँ छिरिसक्यो भ्लगलाई चाहिँ हामी यहीँ इन्ड गर्नुपर्ने हुन्छ त्यो थ्याङ्क्स फर वाचिङ एन्ड किप लभिङ किप सपोर्टिङ है त गाइस टाढा बाई